गाइज वेलकम टु माई लाइफ। आज धेरै दिनपछि म ब्लगिङ गर्न गइरहेछु। म र मेरो साथी सालमिया गइरहेछु। आज धेरै दिनपछि घर आएको बेलादेखि त्यो सालमिया जानको लागि गाइज धेरै मिहिनेत त गर्नुहुन्न, तर टाइम भरे लाग्छ त। त्यो 999 रोडको गाडी समात्नु अनि पक्का चक्क गएर सालमिया झर्नु। यहाँ अब सालमिया हामी त्यहाँ साइन्टिफिक सेन्टर छ सालमियामा, त्यो हेर्न गइरहेका छौँ। यस्तो त भिडियोहरूमा मैले धेरै चिज हेरेको छु यस्तो उस्तो भनेर, तर आँखाले कहिले हेरेको त मान्छे त्यो गएर मान्छे सार्क म त जाने थियो, मेरो पनि विचार थियो बट गाडी पुरै खाली छ। चार चक्कामा कि बाइक मेरो भिडियोलाई सब्सक्राइब गर्नु, हेर्नु के छ सालमा मजा मार्नमा खतरनाक थियो के म सब साथीहरुसँग सँगै हुन्थ्यो हामी, पैसा पनि सबसँग हुन्थ्यो। टाइम त बढी नै लाग्छ मङ्गलाबाट जाँदा, एटलिस्ट 1 घन्टाको आसपास लाग्यो। 10,000-15,000 त्यहाँ पनि जान्थ्यो। सो मैले सिटी बस समातेको छु, अरू भिडियो त लिन पाइनँ, तर पनि सँगै हेर्ने क्या भिडियोमा के कस्तो छ भनेर। सो अनि अरू भन्नु तपाईँहरू कुवेतमा के कस्तो छ हेर्नु। यस्तो त मलाई पनि धेरै कुराहरू थाहा छैन सालमा, तर पनि आज म त्यहीँ हेर्न गइरहेको छु कि एक दिन लागिरहेको थियो कि हामी त जान त गएको थियो रातिमा, राम्रो हुन्छ नि तपाईँहरूलाई, तर लागि त्यही गएको थियो साइन्टिफिक सेन्टरतिर नि गएको थियो। त्यही भएर मेरो भिडियोलाई लास्टसम्म प्लिज हेल्प गरेर हेर्दै जानु र लाइक सब्सक्राइब गर्नु नबिर्सनुहोस् ब्लग 05 मा। अनि यहाँ भनेको तपाईँलाई त्यो अहिले त्यस्तो गर्मीको टाइमको छ, तर पनि तपाईँहरू राम्रोसँग बस्नु। र अहिले त भन्छ फाइन धेरै छ नि त बाटो बस्न, त्यो पनि त राम्रोसँग बस्नु। हेर्नुहोस् अब हामी सँगै कस्तो कस्तो छ भनेर। यहाँ यता त जे जस्तो भएन हेर त, हामी भन्दा नेपालमा मान्छे यस्तो हरियो भयो नेपालको धन भनेर। उता त काट्दै जान्छ, तर पनि हेर्नु मान्छे जस्तो भएर पनि थोरै बिराएर संजोग गरेर साइडमा राखेछ। मलाई उ चलाउन शौक छ यार, त्यो जेक्सी के त्यो पानीमा। कैसे हैं आप? किधर से? बहुत दिनों के बाद इधर आए हैं आज मैं ब्लॉगिंग के लिए। हम लोग बहुत दिनों से आया नहीं था आपका अपना प्यारा शुभ ब्लॉग 05। तो आज म अनि मेरो रुम में ह्यान्डसम रुम है, हामी दुईजना आएछौँ त सालमियाको म्युजियम पार्कमा। त्यो त हामीलाई धेरै यस्तो त फर्स्ट टाइम अब के भन्नु, त्यस्तो आइडिया छैन ब्लगिङ गर्न क्या, तर पनि आफ्नो इच्छाले गरिरहेको छौँ हामी। रोड पार्क यही हो यही। अब हामी आज आएछौँ सालमिया म्युजियम पार्कमा छ रुमेला साइड हो जा हो सालमियाको साइन्टिफिक सेन्टर। त्यो सालमियाको साइन्टिफिक सेन्टर आएछौँ हामी। यो मेरो पछाडिको यो जुन फाउन्टेन हेरेर राख्नुहुन्छ कि नै थाहा भएन मलाई। र आइसकेछौँ हामी यता, त मसँगै बसिराख्नु होला। गइरहेछौँ अब हामी बाटो क्रस गर्नुको लागि। तपाईँहरू पनि बाटो यस्तो हात हार्मोन क्रस गर्नु होला, यहाँ फाइन छ बाटो क्रस गर्नुको लागि, त राम्रोसँग बाटो क्रस गर्नुको लागि। मेरो पछाडि साइन्टिफिक सेन्टर, के छ मलाई थाहा छैन। आज म गएर हेर्नुको लागि खजुरको गाछ छ यहाँ। फाउन्टेन हो कि फाउन्टेन त्यो फिल्म सिडीमा तपाईँले डल्फिनको भिडियो हेराउँछ त्यो भित्र। यसो तपाईँसँग फ्री छ भने यहाँ 3 केडी छ, 3 केडी कति लिन्छ टिकटको मलाई थाहा गएर हामी हेर्ने मात्रै हो आज। सो सालमा आउनुको लागि गएर जानुहोस्, राम्रो ठाउँहरू भिजिट गर्नुको लागि पैसा सधैँ हुँदैन, टाइम त यसो आएर इन्जोय पनि गर्नु पर्छ। अब हेर्नुहोस् यो भनेको इन्ट्रेन्स हो, तपाईँको त फाउन्टेनबाट छैन इन्ट्रेन्स। सो वेलकम टु माई लाइफ। मैं अब लाइभ होइन रे, म ब्लगिङ हो कि म welcome to my mini blog. This is from Kuwait in Shalmiya. We had to visit scientific center in Shalmiya. So यो भनेको तपाईँको भित्रको सिनेमा थिएटर भन्छ नि हामी, हल हो त्यही हो। यो त यस्तै छ भिडियोमा, तर चस्मा तपाईँको 6 केडी चार्ज यति कुनै साइडमा यस्तो दामी छ नि त्यो 6 केडीमा तपाईँले धेरै कुरा हेर्न मिल्छ क्या यहाँ।
हेर्नुहोस् म यो भनेको भिडियोमा तपाईँ 3D मा डल्फिन हेर्न सक्नुहुन्छ लाग्छ आँखा अगाडि चाहिँ मलाई यसो माथि हाल्नु भने त्यस्तो खाले हुन्छ क्या तर मजा आउँछ गाइस हेर्नमा धेरै राम्रो छ यो हलभित्र हामी गएको थियौँ त्यही हो अब बाहिर गइरहेको छु धेरै त हेर्न हामी الدلافين تأسرنا وتثير فضولنا. यहाँ भनेको सबै समस्यामा त्यो टिकट स्क्यानर गरेर मात्र छिर्न पाइन्छ यो हामी भनेको अर्कोमा गएपछि यहाँ भनेको केहीहरूलाई खेल्ने होटल खासीमा त ठुलोको लागि त्यस्तो छैन तर यहाँ भनेको सानो फुच्चीहरूको लागि भनेको खेल्ने ठाउँ त्यस्तो बनाएको पुरा काला हेर्न त यो भनेको त सानोमा थाहा नै होला के चिल गाडी उडाउने हो त्यो हुन्छ नि ट्याप ट्याप गर्दा गर्दै माथि उठ्छ तल गयो भने लदिन्छ भनेर यो हेर्नु यो लाग्छ कि सल्लाह कुनै फिल्म हामीहरू त्यस्तो खाली छ नि हो जस्तो यो बोलिरहेको छ नि सुन्तुला भनेर एप्पलको भित्र हो त्यसलाई बलले हान्दाखेरि त्यो बन्द हुन्छ आफै कति तपाईँको निशाना तगडा छ त्यो आएर हेर्न सक्नुहुन्छ तपाईँ अब फेरि यो हेर्नुमा यो भनेको तपाईँको हामी यान्त्रिक सो हो त्यही भित्र अनि जुन ध्यापलाई बच्चा बुच्चीलाई खेलेको छ नि त्यही भित्र चाहिँ के त्यो एयर स्पेस जस्तै हो त्यो भित्र तपाईँलाई कस्तो प्ले गरेगा उससे पहले बैठे मैं सोचा था बैठूंगा यो भनेको तपाईँ इलेक्ट्रिक वेभ हो यो त थिच्नु जहाँ यो बल अड्किन्छ नि हो गाइस हो त्यहाँ क्रेनको सक जस्तो लाग्छ कि क्रेन जस्तो लाग्छ वेलकम टु माई मिनी ब्लग तपाईँ साथसँग खेल्नु कस्तो सक लाग्छ मेरो पछाडि हो ट्राई गर्नु झट्का हाइजो जस्तो लाग्यो यो माछा रहे तपाईँ त अन्तरिक्षमा अनि भाइ यो हेर्नु त माछालाई यो कुर्सी कुर्सीमा को बस्न सक्छ होला हामी जस्तो त नर्मल मान्छे त बस्न सक्दैन स्टारशिप यो भनेको तपाईँको हो के हो अब हामी भनेको अर्को ठाउँमा हेर्नु यस्तो यो स्क्यानर दिन्छ यसलाई स्क्यान गर्नु अनि त्यो भित्र जान्छ अनलाइन पनि बुक गर्न सक्नुहुन्छ यो अब हामी अर्कोतिर दिस इज इलेक्ट्रिक देयर गेम के छ भनेर हेर्नको लागि सोकाइ जाउनुहोस् हेर्नुहोस् यो के छ रे हाउ इज नाउ सुपसेप इज एक्टिङ ओन्ली अब हामी गइरहेको छु एलिभेटरबाट माथि गइरहेको छु हेर्नको लागि कि साला के छ माथि के हेर्न पाइन्छ छौकेडी यस्तो त तिरेछु हामीले फिरले त तिर्दैन होला छौकेडी हुनु नेपालीमा एटलिस्ट भनौँ न कि 3000 जति त पक्कै छ होला 3000 पैसा त झिक्नु पर्ने हो हेरे 8000 हेर्नु आर्टिफिसियल यो गुफा जस्तै बनाएको छ यिनीहरूले हाम्रो नेपालमा गुफा भएर पनि त्यसलाई केही काम छैन तर यहाँ आर्टिफिसियल बनाएको छ गुफाभित्र होइन कि ठाउँभित्र पनि आर्टिफिसियल यो भनेको जुन हेरिराख्नु भएको थियो नि त्यो अघि हो त्यहाँ गुफाभित्र त्यो सिसामा त्यसलाई घेरेर त खासै के भने त्यो मलाई नै थाहा छैन हजुरहरू त्यो भिजिट गरेर तपाईँहरूलाई बल्ल थाहा पाउनुहुन्छ कि कस्तो ओरिजिनल गुफा जस्तो नि लागिरहेको छ हेर्नमा नि हो त्यो यो पनि हेर्नु यो सिसाले घेरेको छ क्या जुन यो बलभित्रहरू हुन्छ नि त्यो यो भनेको जुन जानवर हेरेको छु तपाईँलाई ती जानवरहरू त्यो भित्र छ क्या त्यो सिसाले घेरेको ओल भनेको सबैलाई थाहा छ त्यो भित्र यस्तो इन्भाइरोमेन्टको हुन्छ नि त्यो टेम्परेचर भित्र हालेको सब सिसामा प्रजातिहरूलाई त्यो मेरा बर्ड हो त्यो सबलाई छिरेर यता गइरहेको छु जोनको जङ्गलतिर हो त्यस्तै खालि यहाँ लोकेसनहरू बनाएको छ क्या गाई तर दामी हो भनेको राम्रै हो तर हामी जस्तो नेपालमा हुन्छ नि रियल फेस हो त्यस्तो त खालि छैन तर पनि यहाँको हिसाबले राम्रै छ यो हेर्नु यार ये क्या है रे मछली जल की रानी नहीं है रे माछा है
देख फोटो यो पानी भित्र यो माछा राखेको छ। कस्तो खाले बनाएको छ। ले अब कोही मिटर ओ माय गॉड यो फिस ट्याङ्क भित्र लागेको छ लाइक हेर्न सक्नुहुन्छ तपाईँ यो कुन माछा होला? हुन्छ नि मुखरमा हो त्यस्तो कुन माछा हो यो? डल्फिन त पक्कै छैन। राखेको छ यो भित्र लाइट डेकोरेसन छ यो भन्नु मेरो कमेन्टमा यो कुन माछा छ भनेर। भाइ अब हामी यो पार्क घुमिसकेर बाहिर गइरहेछौँ गाइस। सो मेरो भिडियोलाई प्लिज लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। रातको राति 10 बजेसम्म 10 स्किप मत करना। माथि त्यो बन्द भइहाल्छ यो सब थोकेराहरू यो सब जति छ नि जुन हो त्यो भित्र गुफाभित्र नि भन्नु त्यो गुफाभित्रै यस्तै गरेर तपाईँले सिसामा क्याद गरेर क्याद हेर्न कि त्यस्तो खाले समुद्र जस्तो खाले त्यो बनाएको छ क्या खासीमा टेम्परेचर सब थोक मेन्टेन गरेर। सो आउनु सालमियाको तपाईँ साइन्टिफिक सेन्टरमा यो सब थोक हेर्न पाइहाल्नुहुन्छ तपाईँ। तर 6 केडी चार्ज लाग्छ फेरि गाई चाहिँ। सो यहाँ 6 केडी लिएर आउनुहोस् र हेर्नुहोस् यहाँ तपाईँ अनलाइन र क्यास दुवै दिन पाइन्छ। شوف لقمة بس منك شوف यो कुन माछा भन्नु त मलाई त लाग्छ डल्फिन हो। डल्फिन जस्तै डल्फिनै छ कि साला सार्क जस्तो हो। ओरिजिनल छ कि डुप्लिकेट त गाइस त मलाई थाहा भएन। यो एकदम मलाई थाहा छैन पुरा। यो हो तपाईँको दृष्टि गर्नुहोस् र तपाईँ आफ्नो आँखाले हेर्नुहोस् यो कुन कुन के कस्तो ठाउँहरू छ या कुन कुन माछा छ। को बेला त आउनु पनि पैसा कमाएर केही काम छैन गाइस। थोरै पैसाले चाहिँ लाइफमा केही एटलिस्ट गर्नु क्या एटलिस्ट होइन केही नगर्नु एटलिस्ट यो हेर्नु यो यस्तै हो कि यो माछाभित्र यसरी हातले छुन पाइन्छ। केही भन्दैन यहाँहरूलाई जो फिल गर्न सक्नुहुन्छ तपाईँ। मैले एउटा पनि माछा मैले हातले समात्न सकिनँ। तपाईँ आउनुहोस् र समातेर आफ्नो अनुभव लिनु। अब यो के हो यो साइन्टिफिक सेन्टरभित्र हो यो हेर्नु यो डेकोरेसन पनि दामी रहेछ हेर्नमा। अब हामी गइरहेछौँ तपाईँलाई हेराउनको लागि के कस्तो छ अरू ठाउँमा हो। त्यहाँबाट आएर हामी यही भित्र अरू साइडमा भनेर तपाईँले जो साइन्टिफिक सेन्टरबाट गएको थियो नि हामी हो माथि त्यही भित्र यस्तो वन्डर जोन भन्ने ठाउँ छ। त्यहाँ भनेको तपाईँलाई गेम खेल्न सक्नुहुन्छ तपाईँ हो। यस्तै खाले गेम हुन्छ नि त्यो खजाना खोज्ने खाले गेम हो त्यो। तपाईँहरूलाई मनपर्छ कि नै त्यो थाहा भएन त आउनुहोस्। त्यहाँ तपाईँहरू धेरै कुरा गेमहरू छ कि खेल्नको लागि। यहाँ मैले जस्तो मैले अनुभव गरेको थिएँ कि यहाँ त्यो पेन्सिल होइन क्या त्यो मोनिटर त्योमा चाहिँ पार्न पार्छ। यही भित्र भने यही भित्र यत्रो कुरा हो कि खेल्ने गर्ने कुराहरू वन्डरजोन भन्ने ठाउँ हो। त्यही साइन्टिफिक सेन्टर नै हो। 6 केडीमा तपाईँलाई 4वटा गर्न सक्नुहुन्छ र क्लाइम्बिङ पनि गर्न पाइन्छ। त्यो सानो बच्चाहरूको लागि भने कि आइमेक्स 3Dमा डल्फिनलाई हेर्न मिल्छ तपाईँलाई, रोबोटलाई हेर्न मिल्छ, अरू माछालाई हेर्न मिल्छ तपाईँलाई। यो भनेको तपाईँको कुवेतको पुरानो नक्सा हो। नक्सा भनेको कुवेतको सिटी छ नि हो त्यही हो कि योमा बनाएको एउटा लेजर छ तपाईँ। अब यहाँ भइसक्यो साइन्टिफिक सेन्टर हो। तर हाम्रो मेरो समझभन्दा त बाहिरको कुरा नै छ। तर यो भनेको के हो र योमा के हुन्छ भनेर। तर पनि अब हामी गइरहेछौँ तलबाट माथि हेर्नको लागि। यो 3 फ्लोरसम्म छ क्या। यो के हो त्यो मलाई पनि थाहा छैन। जो साइन्सलाई धेरै इन्ट्रेस्ट छ नि त्यो एआईहरूमा रोबोटिकहरूमा हो त्यस्तै खाले यो बनाएको छ गाइस। यो खासमा भनेको तपाईँ जस्तो हाम्रो सोलर सिस्टम पढेको थियो नि हो त्यही कुराहरू छ यता। यो हेर्नुमा आएको फिल्महरू मुभीहरूमा हुन्थ्यो नि यस्तै खबर निस्किरहेको धुवा हो त्यो धुवा छ। के छ भित्र के छ रे? यो मेरो रुममेटले के हेरिरहेको छ त्यो थाहा छैन। भनेको सोलर सिस्टमहरू छ गाला बस यही एक देखना बाकी रह गया था क्या? हाथ में डालना कुछ जल जाएगा ना। क्या है रे ये? ये है फिजिक्स का नियम। फिजिक्स का नियम में क्या है मेरे को पता तो है नहीं। मैं तो अपने में कर रहा हूँ। चला गया था देखने के लिए पर दिमाग ने काम किया इसको इसका मतलब क्या है रे। तो मेरे को नहीं पता है ये सब क्या है साला। ये फिजिक्स का कौन से नियम है में चलता है ये। और ये सब बोलेगा मैं कुछ बनाने वाला है पता नहीं क्या बनता है इसमें।
ये सब आपका हो गया साइंटिफिक सेंटर में मिलता है, ये सब तो देखने को आपको मिलेगा। कुछ आइडिया है तो आकर देखिए, कोई प्रॉब्लम नहीं है। छोकरी दिया है ना, छोकरी लगता है इधर आने के लिए। ये देखो, ये बच्चा को देखो, ये मेरे क्या कर रहा है खुरपाती। तो सब जति यो मसिनहरू राख्नुपर्छ नि, सब थोक छुनु र गर्न मिल्छ, तर बस तपाईँले थाहा हुनुपर्ने त्योमा गर्ने के हो भनेर। ये फिजिक्स तर यहाँ फिजिक्स फिजिक्स इन्स्ट्रक्सन पनि लेखेको हुन्छ के कस्तो कसरी गर्ने भनेर, इन्स्ट्रक्सनहरू पनि दिएको हुन्छ यता। योमा एयर प्रेस गरेर ब्यालेन्स गर्ने के गर्ने हो त्यो मलाई थाहा छैन, म हेर्न त गएको थिएँ। अब आइसक्यो हामी भन्छ रोबोटिक सेन्टरमा। रोबोटिक सेन्टरमा चिट्टी बाबु जस्तो रोबोट फेरि होइन क्या, त्यो रोबोटको हुन्छ नि हात खुट्टाहरू आँखाहरू केहरू हुन्छ सँगै के कस्तोहरू छ आर्टिफिसियलबाट रोबोटिकमा त्यो लाग्ने कुराहरू यहाँ छ। धेरै त्यस्तो त मलाई त्यो भिडियो राम्रोसँग त बनाउन आएन, किनभने गाइज यहाँ भनेको तपाईँहरू भिडियो लिन धेरै सावधानी गर्नुपर्छ क्या। यो त्यो सुट मात्रै हो, यो रोबोट छैन। इनकेसमा यहाँको लोकलहरूको फोटो भिडियो लिनुभइसक्यो भने बिना पर्मिसन पनि धेरै गाह्रो हुन्छ त हामीलाई। सो टेक्नोलॉजी। अब ये देखो समुंदर क्या क्या है, समुंदर का नज़ारा का मजा साइंटिफिक म्युजियम हेर्न रे, हेर्नै था रोबोट। यो हेर्नुमा कस्तो लाइटिङ बब्बाल छ यता भित्र। ल नि यही कतै exhibit under maintenance। छवि तो नहीं लिया ना।